चुन्न सक्छ, नियमबाट हिँड्नाले नै शिखर चुन्न सक्छ। अनुशासन बिनाको जिन्दगी त सधैँ भूमरीमा पर्छ, अनुशासन बिनाको जिन्दगी त सधैँ भूमरीमा पर्छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभापति महोदयज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथि, आँखामा कालो पट्टी बाँधेर दुधलाई दुध र पानीलाई पानी छिटाउन बस्नुभएका निर्णायक मण्डलज्यू र समय हेरेर साथ दिनुहुने समय पालकज्यू र मसँग तभन्दा म के कम भने मसँग प्रतिस्पर्धी साथीहरू र मभन्दा साना भाइ बहिनीहरू, म पछि र मेरो सदन सगरमाथा सदनमा श्री हेर्नुहोस् मेरो न्यानो अभिभावक। आज मिति 2083 साल 2 महिना 29 गतेका दिन यस विद्यालयमा हुन गइरहेको वक्तृत्व कलामा म पनि मेरा आफूलाई 2-4वटा शब्द भन्न पाउँदा आफूले आफूलाई अत्यन्तै भाग्यमानी ठानेकी छु। यस वक्तृत्व कलाको शीर्षक रहेको छ विद्यार्थी जीवनमा अनुशासनको महत्त्व। सर्वप्रथम सबैभन्दा पहिले यसको विश्लेषण गर्नुभन्दा यसको परिभाषा जान्न अत्यन्तै जरुरी हुन्छ। अनुशासन भनेको के हो? अनुशासन भनेको आफ्नो मन, समय र व्यवहारलाई सही बाटोमा हिँडाउनु हो। जसरी एउटा टङ्गा एउटा धागोको बन्धनमा आकाशमा उड्न सक्षम रहन्छ, त्यसै गरी एउटा असल विद्यार्थीको जीवनमा पनि अनुशासन भएर मात्र आफ्नो सफलतामा हिँड्न सक्छ। अनुशासन भनेको विद्यार्थीको एक भावना हो। अनुशासन विद्यार्थीको जीवनमा निकै महत्त्वपूर्ण हुन्छ। इतिहासमा अहिलेसम्म जति पनि साहित्यकार कवि बनेका छन्, तिनको पछाडि एक रहस्य जुटेको छ। उनीहरू त्यो बन्नुको कारण उनीहरूमा अनुशासन थियो। त्यसैले नै उनीहरू यति ठुलो साहित्यकार बने। अनुशासन विद्यार्थीको एउटा यस्तो नियम हो जसले विद्यार्थीलाई जहाँ गए पनि टाढा बनाउँदैन। यदि विद्यार्थीमा अनुशासन भूल्यो भने विद्यार्थीले जहाँ गएर पनि उच्च शिक्षा प्राप्त गर्न सक्छ। एउटा अनुशासन बिनाको विद्यार्थी जति टाढो गए पनि ऊ एक हात हतियार बिनाको सिपाही जस्तै हो, जो कि उसले कहिले पनि युद्ध जित्न सक्दैन। अन्तिममा म यही भन्न चाहन्छु कि शिक्षाले मानिसलाई योग्य बनाउँछ भने अनुशासनले मानिसलाई महान बनाउँछ।